आयान हरेक दिन अस्पताल जान्थ्यो र सियाको अगाडि बसेर उसको हेरचाह गरिरहन्थ्यो। केही दिनपछि सियाको स्वास्थ्य बिस्तारै सुधार हुन थाल्यो। उनीहरू फेरि कुराहरू गर्दै हाँस्न सुरु गर्न थाले। एक दिन सियाले अस्पतालको झ्यालबाट सूर्यास्त हेर्दै भनिन्, मैले मेरो जीवनको हरेक एक पल तिमीसँग बिताउन चाहन्छु। आयानको आँखा रसायो। उसले बिस्तारै सियाको हात समात्यो। अब तिमीलाई कहिले एक्लो महसुस हुन दिने छैन सिया मुस्कुराइन्। बाहिर हल्का वर्षा भइरहेको थियो। सायद उनीहरूको मायाको कथा अब नयाँ मोडमा पुग्दै थियो। सियाको स्वास्थ्य बिस्तारै सुधार हुँदै थियो। सबै कुरा फेरि सामान्य बन्दै गएको थियो। एक दिन आयानलाई एउटा कुरा थाहा भयो। रिहानले सिया र आयानको बीचमा भरम फैलाएर उनीहरूलाई एक अर्काबाट टाढा गराएर सियालाई आफ्नो बनाउन चाहन्थ्यो। एक साँझ सियाले रिहानलाई सिधै कुरा गरिन् र भनिन्, तिमी गलत गर्दैछौ। तिमी मेरो एक साथी मात्र हौ। मेरो मनमा केवल आयान मात्र छ। मायाले कसैलाई तोड्न होइन, केवल मायाले खुसी दिन सिकाउँछ। रिहानले आफ्नो गल्ती महसुस गर्यो। उसले सिया र आयानसँग माफी माग्यो। सियालाई पूर्ण रूपमा ठीक भएपछि आयान र सिया काठमाडौँ जानको लागि सियाको बाबा र आमासँग स्वीकृति माग्छन्। उहाँहरूले स्वीकृति दिनुहुन्छ। उहाँहरूले सियाको र आयानको प्रेम बुझ्नु भएको हुन्छ र आयानले अस्पतालमा सियाको लागि गरेको हेरचाह राम्ररी देख्नु भएको थियो र बुझ्नु भएको थियो। उनीहरू बाबा आमासित बिदा भएर काठमाडौँको लागि यात्रा सुरु गर्छन्। यसपालि उनीहरूमा न कुनै डर थियो, न कुनै भय, केवल माया र खुसी थियो।